काठमाडौँ जिल्ला टोखा नगरपालिका वार्ड नम्बर 3 ग्रान्डी हस्पिटलसँगै जोडिएको यो साँघुरो पुलबाट जोखिमपूर्ण यात्रा गर्दै पुगिन्छ जुडोल प्रवेश नगर स्थित यो भित्री बस्तीमा। करिब 16 घर परिवार लाभान्वित हुने यस बाटोबाट स्थानीयवासी, विद्यालय जाने विद्यार्थी, विद्यालयका सवारी साधन तथा खानेपानीका गाडीहरू नियमित रूपमा आवत-जावत गर्छन्। तर लामो समयदेखि बाटो कच्ची र जीर्ण अवस्थामा रहेको कारण आवत-जावतमा कठिनाई हुनुका साथै वर्षायाममा हिलो, पानी जम्ने र चिप्लोपनका कारण दुर्घटनाको जोखिम समेत बढ्ने गरेको छ। 65 सालदेखि हामी आएको। 65 सालको पिरियडमा लगभग तपाईँको 4-5 वर्ष धेरै गाह्रो भयो। अहिले 2 इयर्स जति चाहिँ तपाईँको यो माथिल्लो बाटो बनिसकेपछि चाहिँ अलिकति केही हद पानी आउन चाहिँ कम भएको हो। तर ढलको लागि त अझ पनि घरमा तपाईँको अलिकति प्रेसर हुने साथै जाम हुने, ढलहरू जाम हुने, अनि ढलको मुनि चाहिँ तपाईँको त्यो हुन्छ नि के भन्छ सिमेन्ट बालुवाहरू एकदमै थुप्रिने, गेगरहरू थुप्रिने, अनि पानीहरू पास नहुने। अब यो त धेरै पहिला प्लानिङको ढल होला नि त। त्यही भएर चाहिँ अब अहिले चाहिँ नयाँ ढल अनि नयाँ बाटोको लागि चाहिँ हामी एकदमै विनम्र अनुरोध गर्छौँ। स्थानीय बासिन्दाको दैनिकी र विद्यार्थीहरूको सुरक्षामा समेत प्रतिकूल असर पुर्याएको यो बाटो निर्माणका लागि स्थानीयवासी तथा टोल विकास समितिले सम्बन्धित निकायसँग पटक पटक पहल गरे पनि हालसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन। बच्चाहरू खेल्नको लागि पनि एकदमै असुविधा छ, किनभने यो बाटो चाहिँ कच्ची छ, गेगरहरू छ, एकदम ढिङ्गाहरू छ, अनि बच्चाहरू यताउता दौडिँदाखेरि पनि कति पटक चोटपटक लागिसकेको छ बच्चाहरूलाई पनि। अनि त्यस्तो सहज चाहिँ छैन बाटो। त्यही भएर हामीले अब स्कुलसँग पनि अनि हाम्रो यहाँ स्थानीयहरू मिलेर पनि कतिचोटि पहल गरेर पनि हामी नगरपालिका पनि गइसकेका छौँ, तर त्यति ध्यानाकर्षण चाहिँ भएको छैन उहाँहरूको। करिब 60 मिटर लम्बाइ र 11 फिट चौडाइ रहेको यस भित्री बाटोको स्तर उन्नति भएमा 16 घरधुरी साथै विद्यालय आवत-जावत गर्ने विद्यार्थीले सुरक्षित र सहज आवत-जावतको सुविधा प्राप्त गर्नेछन्।